संसारका 7 देशले मिलेर आफ्नो साझा घर बनाउँदा त्यो घर काठमाडौँमा बनाउनुपर्छ भनेर जिद्दी गर्ने एकजना थिए र ती थिए नेपालका राजा वीरेन्द्र। दक्षिण एसियाका 1.7 अर्ब मानिसको साझा संस्था सार्कको राजधानी काठमाडौँमा छ र यो 81 भएको होइन, यो एउटा राजाको 10 वर्षको मेहनतको फल हो। सुरुमा 7 देश थिए, पछि एक देश थपिएर 8 देश भए सार्कमा र तिनले राजधानी काठमाडौँलाई स्वीकारे। बङ्गलादेशले भन्यो सचिवालय ढाकामा राख्यो, सार्क हाम्रो विचार हो, तर राजा वीरेन्द्रले भने काठमाडौँ हुनुपर्छ र संसारले मान्यो नेपाल सानो देश हो, यो सुन्दा मन दुख्छ, तर दक्षिण एसियाका 8 देशको साझा घर काठमाडौँमा छ, यो सुन्दा गर्वले छाती फुल्छ र यो काम सफल भयो राजा वीरेन्द्रको कारण। त्यो इतिहास बुझ्न हामीले सन् 1977 फर्किनुपर्छ। त्यो बेला सार्क भन्ने शब्द संसारमा थिएन। त्यो बेला दक्षिण एसियाका देशहरू एकअर्काको मुख हेर्न चाहँदैनथे। भारत र पाकिस्तान एकअर्काका दुश्मन थिए र यस्तो अवस्थामा काठमाडौँमा एउटा अन्तर्राष्ट्रिय बैठक भइरहेको थियो, कोलम्बो प्लान कन्सल्टेटिभ कमिटीको बैठक। र त्यो बैठकको उद्घाटन भाषणमा राजा वीरेन्द्रले एउटा सपना देखाए जुन त्यसबेला कसैले पनि पत्याउँदैन थिए। उनले भने कि दक्षिण एसियाका सबै देशहरूले मिलेर आफ्नो नदी, पानी, प्राकृतिक सम्पदाको साझा उपयोग गर्नुपर्छ। यो क्षेत्रमा एउटा साझा संस्था हुनुपर्छ। यो सन् 1977 को कुरा हो, सार्क बन्नुभन्दा 8 वर्ष अगाडि। काठमाडौँमा नै राजा वीरेन्द्रले दक्षिण एसियाली एकताको सपना देखाएका थिए र त्यही समयतिर बङ्गलादेशका राष्ट्रपति जियाउर रहमान पनि यही सपना देख्दै थिए। जियाउर रहमानले सन् 1977 देखि 1979 सम्म राजा वीरेन्द्रसँग क्षेत्रीय सहयोगको विचार छलफल गर्दै यो अवधारणा विकसित गरेका थिए। यो अभियानमा श्रीलङ्का पनि सुरुवातदेखि नै जोडिएको थियो, अर्थात् सार्कको बिउ काठमाडौँमा नै रोपिएको थियो। राजा वीरेन्द्र र जियाउर रहमानको बीचमा गोप्य छलफलमा र त्यसपछि सन् 1980 को मे 2 मा जियाउर रहमानले औपचारिक रूपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संस्थाको प्रस्ताव गरे। तर यो प्रस्ताव आउँदा भारत र पाकिस्तान दुवै अनिच्छुक थिए। भारतलाई डर थियो कि साना देशहरू मिलेर आफू विरुद्ध मोर्चा बनाउला र पाकिस्तानलाई डर थियो कि भारतले साना देशहरूलाई आफ्नो नेतृत्वमा सङ्गठित गर्ला। तर यस्तो अवस्थामा राजा वीरेन्द्रले के गरे थाहा छ? उनले दुवैलाई एउटा तर्क दिए, नेपाल तटस्थ छ, नेपालको कुनै पक्ष छैन। भारत र पाकिस्तान दुवैसँग नेपालको समान सम्बन्ध छ र त्यसैले यो संस्था बन्नुपर्छ र बन्न सक्छ। र बिस्तारै सबै मान्दै गए। अप्रिल 1981 मा कोलम्बोमा 7 देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पहिलो बैठक सम्पन्न भयो र बङ्गलादेशको प्रस्तावलाई नेपाल, श्रीलङ्का, भुटान र मालदिभ्सले तुरुन्तै समर्थन दिए। र त्यसपछि 4 वर्षको मेहनतपछि आयो त्यो ऐतिहासिक दिन, 8 डिसेम्बर 1985। ढाकामा पहिलो सार्क शिखर सम्मेलन भयो र सार्कको चार्टरमा राजा वीरेन्द्र सहित 7 देशका शीर्ष नेताहरूले हस्ताक्षर गरे। यो एउटा इतिहास थियो। दक्षिण एसियाका 7 सार्वभौम राष्ट्र पहिलो पटक एउटै छानामुनि भेला भए र त्यो क्षणमा राजा वीरेन्द्रको 8 वर्षको सपना साकार भएको थियो। तर अझै एउटा ठुलो कुरा बाँकी थियो, यो साझा घर, यो साझा संस्थाको सचिवालय। यसको मुख्यालय कहाँ राख्ने? र यहीँबाट सुरु भयो एउटा कूटनैतिक खेल जुन नेपालले जित्यो, किनकि वीरेन्द्र थिए। 1986 को नोभेम्बर 16-17 मा बेङ्गलोरमा भएको दोस्रो सार्क शिखर सम्मेलनमा सचिवालय काठमाडौँमा राख्ने निर्णय भयो। बङ्गलादेशले ढाकामा राख्न माग गरेको थियो। उनीहरूको तर्क बलियो थियो, सार्कको विचार हाम्रो हो, पहिलो शिखर सम्मेलन पनि हाम्रै राजधानीमा भयो, सचिवालय पनि ढाकामा हुनुपर्छ। तर 7 देशले एकमत भएर काठमाडौँ रोजे। किनकि नेपाल तटस्थ भूमि थियो। भारत र पाकिस्तानको प्रतिद्वन्द्वीको बीचमा काठमाडौँ त्यो एकमात्र ठाउँ थियो जसमाथि दुवैले विश्वास गरे। सोच्नुहोस्, दक्षिण एसियाका 2 शक्तिहरूले एउटा सानो भूपरिवेष्टित देशलाई भने हामी दुवैले तिमीलाई विश्वास गर्छौँ। यो नेपालको कूटनैतिक साहसको सबैभन्दा ठुलो प्रमाण थियो। र त्यसपछि मात्र 2 महिनाभित्रै 16 जनवरी 1987 मा काठमाडौँको ठमेलमा तत्कालीन पर्यटन विभागको भवनमा सार्क सचिवालयको उद्घाटन राजा वीरेन्द्रले गरे र बङ्गलादेशी कूटनीतिज्ञ अबुल अहसान सार्कका पहिलो महासचिव भए। त्यो उद्घाटन समारोहमा 7 देशहरूले राजा वीरेन्द्रप्रति आभार व्यक्त गरे। अब बुझौँ यो कति गर्विलो कुरा थियो नेपालका लागि। सार्क भनेको केवल एउटा संस्था मात्र होइन, सार्क सदस्य राष्ट्रहरू मिलेर संसारको लगभग 21% जनसङ्ख्या र 5.21% अर्थतन्त्र समेट्छन्। संसारको 5 भागको 1 भाग मानिस दक्षिण एसियामा बस्छन् र त्यो 5 भागको 1 भाग मानिसको साझा संस्थाको मुख्यालय हाम्रो काठमाडौँमा छ।
यति मात्र होइन, सार्कका पर्यवेक्षकहरूमा अमेरिका, चीन, जापान, अस्ट्रेलिया, युरोपेली सङ्घ लगायत 9 देश र संस्थाहरू छन्। अर्थात् संसारका सबैभन्दा शक्तिशाली देशहरू पनि काठमाडौँमा हुने बैठकमा पर्यवेक्षकको रूपमा आउँछन् र सचिवालयका महासचिवहरूलाई सहयोग गर्न 8वटै सदस्य देशबाट एक जना निर्देशक काठमाडौँमा बस्छन्। भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, मालदिभ्स, अफगानिस्तान सबैका प्रतिनिधि काठमाडौँमा बस्छन्। काठमाडौँको हावापानी खान्छन्, काठमाडौँको बजारमा किनमेल गर्छन्। यो नेपालको लागि मात्र सम्मान होइन, यो आर्थिक फाइदा पनि हो, कूटनैतिक फाइदा पनि हो। र सचिवालयका साथसाथै सार्क क्षयरोग तथा HIV एड्स केन्द्र र सार्क सूचना केन्द्र पनि नेपालमै स्थापना भए। अर्थात् नेपाल सार्कको केवल मुख्यालय होइन, सबैभन्दा बढी संस्थागत उपस्थिति भएको देश पनि हो। र नेपालले सार्कका 3वटा शिखर सम्मेलनहरू सन् 1987, 2002 र 2014मा काठमाडौँमा आयोजना गर्यो। प्रत्येक शिखर सम्मेलनमा दक्षिण एसियाका 7-8 देशका राष्ट्राध्यक्षहरू काठमाडौँ आउँछन्। संसारका मिडियाको क्यामेरा काठमाडौँतिर फर्किन्छ र नेपाल फेरि एकचोटि विश्वको ध्यानको केन्द्र बन्छ। र अझ एउटा गर्विलो कुरा, सन् 2014 पछि भारत पाकिस्तान तनावका कारण कुनै शिखर सम्मेलन हुन सकेको छैन। सार्क लगभग निष्क्रिय छ, तर नेपालले सार्क परराष्ट्र मन्त्री स्तरीय अनौपचारिक बैठकहरू आयोजना गर्दै संस्थालाई जीवित राखिरहेको छ। भारत र पाकिस्तान झगडा गरेर बसेका छन्, तर नेपाल एक्लै यो संस्थालाई जीवित राख्दैछ, किनकि यो संस्था नेपालका लागि केवल एउटा अन्तर्राष्ट्रिय सङ्गठन मात्र होइन, यो राजा वीरेन्द्रको सपना हो, यो नेपालको कूटनैतिक पहिचान हो, यो त्यो प्रमाण हो कि एउटा सानो देश पनि चतुर्याइँपूर्ण कूटनीतिले संसारमा आफ्नो छाप छोड्न सक्छ। र आज जब काठमाडौँको बानेश्वरमा सार्क सचिवालयको भवन देखिन्छ, त्यो भवन केवल एउटा कार्यालय होइन, त्यो भवन राजा वीरेन्द्रको 10 वर्षको मेहनतको प्रतीक हो। त्यो भवन नेपालको तटस्थताको अन्तर्राष्ट्रिय मान्यताको प्रतीक हो। र त्यो भवन यो कुराको प्रमाण हो कि संसारका ठुला देशहरूले पनि एउटा सानो देशलाई भनेका थिए, हामी तिमीलाई विश्वास गर्छौँ, त्यसैले दक्षिण एसियाको साझा घर तिम्रो काठमाडौँमा बनाऊ। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि रिभर्स टिभी हेर्दै गर्नुहोला।